this video, I'm taking you along with the ride. There's cake, there is chaos, and yes, probably a happy tears too. Welcome to Renu's YouTube channel and her first YouTube video. आज चाहिँ मेरो बर्थडे हो छ्याब्बोले लाज लाग्ने यार मेरो साथी आउँदैछ रुमी भन्ने त्यो चाहिँ पनि आइपुग्यो रे यो चाहिँ सनस्क्रिन ड्राई फेसलाई चाहिँ एकदम राम्रो लाग्छ यो Okay, this is my makeup. Couple some slick बनाउँछु भने चाहिँ म चाहिँ यो हेर्न मेरो ओइ लिपस्टिक नकलिएर मेरो कत्रो वडा 2 hours later. हामी चाहिँ रेडी भएर निस्कि लाग्यो यिनीहरूले फुल ल्याइदियो मलाई नक्कलीहरू Maybe YouTube ni udah sakit. Yeah, boy. हामी चाहिँ बल्ल निस्किरहेछौँ 1.5 घण्टामा पुग्छौँ अब फाइनली we are in Lantern Temple सक्यो मेरो इन्ट्रो हान्दिनु हेलो वेलकम टु आवर बहिनी ब्लग हैन बहिनीको अब नयाँ ब्लग सुरु होला युट्युबमा सबैले गएर हेरिदिनु होला हैन माया पिरती भएको खुसी आशिष दिनु होला त्यही भर्खर आइछ म यहाँ चाहिँ Lantern Temple अब यहाँ एकछिन फोटो खिचौँ यसो कोही कम छैनन् माया तिमी यता हो त तिमी घाममा आउ न ल आज चप्पल तिम्रो राम्रो बुढी बस्न पाइसक्यो यहाँ चाहिँ लाइन बसिरहौँ घन्टा जान है त कसको पावर बढ्यो है त गरिब भयो आज है हामी के त्यहाँनिर पठाइदिन्छौँ यहाँको बोटैमा नाना बोटैमा सानो मनमा माया बनायो यो मायाले के गरायो सक्दैन नि फेरि र यहाँ चाहिँ पुरा भाइ बहिनीहरू होइन फोटोसुट गरिरहेछ है अब यहाँ बहिनीहरूको कतिखेर फोटोसुट सक्ने हो र कतिखेर हिँड्ने हो कतिखेर खाने हो कतै घर पुग्ने हो गाह्रो छ आउनु भयो अब ल कस्तो लुम्बिनी कफी लाउँछ Lantern Temple चाहिँ यहाँबाट सुरु रहेछ है हामी चाहिँ पछाडिबाट आएको यो चाहिँ दिस इज फ्रन्ट भ्यू यस्तो छ बेनी चाहिँ फेरि पूजा गर्ने रे यहाँ त्यता भित्र गयो हामीलाई चाहिँ सबलाई भोक लाग्यो दाइहरू यहाँ पुगिसक्नु भयो गाडीमा खानेकुरा यिनीहरू यहाँ आउँदैछन् र गरेर दाइहरू चाहिँ उता पार्क गर्नु अरे अनि उताबाट जानु छ हामी नि अब यहाँबाट लाग्यौँ यहाँ आइपुग्यौँ हामी चाहिँ सबलाइम लुकआउट पोइन्ट यहाँ बसेर खाजा खान्छौँ हामी चाहिँ लुकआउटमा आएर यसो हेरेर अनि यहाँ भोक लाग्यो सबैजनालाई यसरी बनाउँदै खाौँ यहाँ चाहिँ बिरयानी बन्दैछ अनि यहाँ बाहिर गएपछि चटपट नबन्ने कुरा हुँदैन नेपालीले चटपट नखाएको चटपट यहाँ चटपट बनिरहेछ सबजना भोक लागेर खाना सुरु भइसक्यो यहाँ यसरी बनाएको तताएको भनौँ न खानपिन गरेर पेट अगाएर अब भ्यू हेर्न जाँदैछौँ
तागत आयो उड्दैन नि त अब फुर 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 वाह कति ठुलो समुद्र है यहाँ चाहिँ टिकटक चल रहा घर फर्किँदै हामी घर फर्कँदै अघि गर्न पाइकन सिधै खानुसम्म भन्छ त बलुन रेडी पारेर राखिरहेको रहेछ यसले चाहिँ यो चाहिँ मेरो डेकोरेसन सबैजना आइपुग्नु भयो दाइ भाउजूहरू Meanwhile, I got ready and started celebrating my birthday. बहिनीको गिफ्ट आम्मामाम कतिवटा गिफ्ट हो ओ माई गॉड ल सरप्राइज गिफ्ट